प्रिय साथीहरू नमस्कार। आज 2081 सालको अन्तिम दिन अर्थात् चैत 31 गते। भोलिबाट नयाँ वर्ष सुरु हुन्छ अर्थात् 2082 साल सुरु हुन्छ। सालहरू आउँछन् जान्छन्, समय निरन्तर छ, अविरल छ, अविच्छिन्न छ। यो बगिरहन्छ, बहिरहन्छ। यसमा मान्छेका जीवनहरू कसरी तैरिन्छन्, कसरी अगाडि बढ्छन्, तिनका गति, प्रगति र उन्नतिका कुरा कस्ता हुन्छन् भन्ने कुराको हिसाब किताब गर्ने समय हो यो। गएको वर्ष कसरी बिते? आजसम्म मान्छेहरूले आफ्ना जीवनलाई व्यवस्थित गर्ने क्रममा, जीवन धान्ने संघर्षका क्रममा, जीवनलाई बहाउने प्रयत्नमा के अनुभवहरू हासिल गरे, कस्ता कस्ता विषयहरूमा उतार चढावहरू आए, जस्ता विषयले मान्छेले समीक्षा गरिसकेपछि उसको आगामी दिनका निम्ति त्यो शिक्षाको कुरा हुन्छ, उत्प्रेरणाको कुरा हुन्छ, उत्साहको कुरा हुन्छ, जागरण र शिक्षाको कुरा हुन्छ। ठिक त्यही समयमा आज म तपाईहरु समक्ष यो गएको वर्ष, आजबाट गएको वर्ष, आज अन्तिम दिन भएकोले यो वर्ष हामीले कस्ता कस्ता अनुभवहरू गर्यौं, के शिक्षा प्राप्त भयो, के अनुभव भयो र अबका दिनमा ती दिनहरूको कस्तो योगदान रहन सक्छ जस्ता विषय शेयर गर्नलाई यो भिडियो मार्फत तपाईहरुको बीचमा उपस्थित भएको छु। प्रिय साथीहरू, 2081 साल अरु साल जस्तै वैशाखबाट आयो। अब 82 पनि वैशाखमै आउँछ। तर त्यसले केही नयाँ कुराहरू लिएर आएको थियो। खास गरेर मैले दुईटा महत्त्वपूर्ण अनुभव गरे। एउटा काँक्रेउटा खानेपानीको निर्वाचनको सन्दर्भमा 2081 साल जेठ 26 गते सम्पन्न भएको निर्वाचनमा अध्यक्षको प्रत्याशीका रूपमा मैले केही अनुभवहरू हासिल गरे। मलाई त्यो दौरान महत्त्वपूर्ण सहयोगहरू प्राप्त भयो। अपेक्षा गरे भन्दा राम्रो ढंगबाट उपभोक्ताहरूले मलाई साथ सहयोग र उत्प्रेरणा दिनुभयो। परिणाम मेरो पक्षमा त आएन, तर अनुभव एकदमै धेरै मेरो पक्षमा आएको छ। शिक्षा एकदमै धेरै मेरो पक्षमा आएको छ, जसले अगाडि बढ्नका निम्ति उत्प्रेरणा, उत्साह र जाँगर भर दिएको छ। त्यसका निम्ति त्यो दरबियानमा सहयोग गर्नुहुने सबै मेरा प्रियजन, मेरा आदरणीय व्यक्तित्व र उपभोक्ताहरूलाई म हार्दिक आभार र धन्यवाद भन्छु। दोस्रो, मंसिरको 28 देखि 30 सम्म काँक्रेबिटामा हामीले पहिलो पटक रिडर्स फेस्टिभल आयोजना गर्यौं। रिडर्स अभियान नेपालको तर्फबाट आयोजना भएको त्यो फेस्टिभलको नेतृत्व गर्ने अवसर पनि मैले प्राप्त गरेको थिएँ। त्यो फेस्टिभलले शिक्षाको क्षेत्रमा, पठन संस्कृतिको क्षेत्रमा एउटा नयाँ आयाम थपेको हामीले प्रतिक्रिया पायौं। सहभागीहरूको प्रस्तुति र सहभागीहरूको उत्साहका कारणले आगामी दिनमा यसले असाध्यै राम्रो सकारात्मक प्रभाव पार्न सक्छ र यसको निरन्तरता हुनुपर्छ भन्ने हामीले प्रतिक्रिया पायौं। त्यो हाम्रा निम्ति सबभन्दा धेरै ठूलो पुँजीका रूपमा रहेको छ। यी दुई कार्यक्रमले आगामी दिनलाई अझै प्रभावकारी र व्यवस्थित रूपमा अगाडि बढाउनुस् भन्ने निर्देश दिएको र त्यो निर्देशभित्र सकारात्मक ऊर्जा र उत्प्रेरणा भरिएको हामीले पाएका छौं र यो 81 को सम्पूर्ण समय यी दुई कार्यक्रमका बीचबाट समीक्षा गरेर हेर्दा म सकारात्मक, उत्प्रेरणादायी र उत्प्रेरक र फलदायी सम्झन्छु। अब यही बेला भोलिबाट वैशाख सुरु हुन्छ। वैशाख सुरु सँगसँगै नयाँ वर्ष सुरु हुन्छ र 82 ले आफूलाई मानिसहरूका जीवनमा अवतरण गर्छ। यो 81 मा गरिएका निजी अनुभवपछि म केही सार्वजनिक अनुभवको कुरा गर्छु। यही बेला केही हाम्रा आँखा अघि नयाँ कामहरू भएका छन्। राजनीतिक दृश्यमा पनि केही नयाँ घटनाहरू दृश्य अगाडि आइपुगेका छन्। एउटा पक्ष पुनरुत्थानवादी पक्ष भनिन्छ, जसलाई राजनीतिमा त्यो पक्षले टाउको उठाउँदै गरेको बेला छ। लोकतन्त्र र गणतन्त्रवादीहरू प्रति मान्छेहरूको नैराश्यता बढेको पो हो कि भन्ने संशय उत्पन्न भएको छ। लोकतन्त्रको रक्षाका निम्ति सडकमै जानुपर्छ भनेर एउटा पक्ष सडकमा आइरहेको छ। होइन, अब यो व्यवस्थाले हुँदैन, हामीलाई अर्को व्यवस्था चाहियो भनेर एउटा अर्को पक्ष पनि सडकमै आइरहेको छ। यो एउटा द्वन्द्वात्मक स्थितिबाट 81 ले ठूलो संघर्ष र द्वन्द्वको परिस्थिति सिर्जना गरेको छ।
र 82ले यसको व्यवस्थापन गर्नुपर्नेछ। 81, 82, 83 को कुरा नगरिकन राजनीतिक दलहरू एकैचोटि 84 को कुरा गरिरहेका छन्। बीचको कुरा नगरिकन पछिल्लो कुरा आउँदैन। यो एउटा भ्रम मात्रै हो। बीचकै कुरा गर्नुपर्छ। 81 को कुरा गर्न पर्थ्यो, आजबाट सकिँदैछ। अब 82 मा के गर्ने त्यो कुरा गर्नुपर्छ, 83 मा के गर्ने त्यो कुरा गर्नुपर्छ। 82 र 83 हामीलाई कुनै मतलब छैन, हामी सिधै 84 मा जान्छौं भनेर दौडिँदाखेरि नेपालको राजनीति दिग्भ्रमित भएको छ, तलमाथि भएको छ। त्यसले गर्दा अब 82ले निर्वाह गर्नुपर्ने कार्यभार भनेको 82लाई नै व्यवस्थापन गर्ने हो। जसले आजको दिनलाई राम्रोसँगले व्यवस्थापन गर्छ उसको भोलि निश्चय पनि राम्रो हुन्छ। आजका दिनको व्यवस्थापन चाहिँ छोड्देऊ, हामीहरूलाई आजसँग कुनै सरोकार छैन तर भोलि चाहिँ सुन्दर हुनुपर्छ भनेर कहीँ बसेर कराको कराई गर्यो भने निश्चय पनि त्यो भोलिको दिन सुन्दर हुने छैन। त्यसैले अबका कार्यभारहरू आजकै दिन व्यवस्थित गर्ने अर्थात् हातमा आएको समयको कसरी उपयोग गर्ने भन्ने विषयमा सबैको ध्यान केन्द्रित हुनुपर्छ। केन्द्रमा सरकार छ, प्रदेशमा सरकार छ र स्थानीय तहमा सरकार छ। तर सरकारको डेलिभरी कस्तो भइरहेको छ? सरकार भएको अनुभूत गरिरहेका छन् कि छैन नागरिकले? सरकारप्रति यो व्यवस्थामा वितृष्णा भएको हो या सरकारका क्रियाकलापका कारणले गर्दा व्यवस्थापकहरूप्रति वितृष्णा भएको हो? व्यवस्था बदल्ने कुरा भएको हो या व्यवस्थापक बदल्ने कुरा भएको हो? यो कुरा अब बुझ्नुपर्छ। राजनीतिक दलले आफूलाई सुधार्नुपर्छ, आफूलाई जनमुखी बनाउनुपर्छ। राजनीतिक दलले जनताको अपेक्षाको सम्बोधन गर्नुपर्छ। राजनीतिक दलको अपेक्षाको सम्बोधन जनताले गरिदियोस् भन्ने भ्रम पालिरहेका छन् दलहरू। हामीहरूले जे सोचेका छौं त्यही जनताले सोच्दिनु पर्यो, हामी जे गर्दैछौं त्यो वाह हुने गरी गरिरहेका छौं त्यो जनताले भनिदिनु पर्यो भनिरहेका छन् दलहरू। जनता दलमुखी होइनन्, दल जनतामुखी हुनुपर्छ। विकासको गति पनि तीव्रतर नै छ। पूर्व पश्चिम राजमार्ग निर्माण भइरहेका छन्। गाउँ गाउँमा कालोपत्रे र सडकहरू बन्ने क्रम एकदमै तीव्र छ। विकासको गतिले एक हिसाबले तीव्रता पाएको छ। गाउँ गाउँमा बिजुली पुगेको छ, टेलिफोन पुगेको छ, इन्टरनेटको सुविधा छ, हरेकका हातमा इन्टरनेट सुविधा छ, मोबाइल छ, हरेक नागरिकहरू सूचनाको पहुँचमा छन्। यो सँगसँगै जसले जे गर्नुपर्ने हो त्यो गरिरहेका छन् कि छैनन् भनेर पनि नागरिकले हेरिरहेका छन्। म यो बेला मेरो मस्तिष्कमा 3वटा कुरा खेलिरहेको छ, म यो कुरा शेयर गर्छु। एउटा, त्यो राजमार्ग बनिरहेको छ। त्यो राजमार्ग बन्दै गर्दा आज त्यही राजमार्गको आसपासमा बसेर आफ्नो जीविकोपार्जन गरेर आफ्नो सम्पत्ति जग्गा जमिनको मूल्य र त्यसको उपदेयताका बारेमा कुरा गरिरहेको मान्छे राजमार्ग बनेपछि राजमार्गको वालले, राजमार्गको डिलले त्यसलाई छेकिदिने भएको छ। अब उसले राजमार्ग चढ्नको लागि अलिक परबाट आइपुग्नु पर्ने, राजमार्ग भेट्न परबाट आइपुग्नु पर्ने एउटा स्थिति बन्दैछ। विकासले ल्याएको यो अर्को अप्ठ्यारो स्थिति हो। यस्तो हुन्छ भन्ने उत्तर हामीले पाएका छौं। यस्तो हुन्छ भने यो विकास त्यही ठाउँको मान्छेले सोझै उपयोग गर्न पाउँदैन भने कस्तो मोडलको विकास हो? विकासको मोडलको बारेमा पनि अब छलफल गर्नुपर्छ। अर्कोतिर शाखा बाटाहरू बनिरहेका छन्। काँकरबिटाबाट बाहुनडाङ्गी जाने, धुलाबाडीबाट माथि उत्तरतिर शान्तिनगर जाने बाटाहरू बनिरहेका छन्। ती बाटाहरूले पनि बन्नुभन्दा अगाडिको भन्दा बनिसकेपछिको बाटो चाहिँ सुन्दर बन्यो, तर बाटोमा घर अगाडिको मान्छेले मोटरसाइकल निकाल्न नसक्ने गरेको डिल पनि बन्यो। सधैँ उसको यो बाटो नबनुन्जेल आफ्नो सवारी भएको सवारी धनी आफ्नै आँगनमा लगेर सवारी पार गर्न सक्थे। अब बाटो बनेपछि आँगनमा सवारी लाने स्थिति बनेन, किनभने त्यहाँ बनेका ड्रेनहरू आँगनभन्दा धेरै अग्ला बने। आँगन तल र ड्रेन माथि भइसकेपछि त्यो गाडी त्यहाँ जान सकेन। अर्थात् तत्कालै बनेको बाटोले त्यहीको मान्छेले सोझै त्यो बाटोको उपयोग गर्न पाइराख्ने स्थिति बनेन। विकास त आयो, तर विकास सँगसँगै आएको यो एउटा अप्ठ्यारो र अकरिलो परिस्थितिका बारेमा कसले बोल्दिने, कसले हेर्दिने, कसले डिजाइन गर्ने? यो मान्छेका लागि विकास हो, त्यही ठाउँका लागि विकास हो भने ती मान्छेहरूले सोझै त्यसको उपयोग गर्न सक्ने गरीको डिजाइन कसले गर्दिने? मेरो मस्तिष्कमा यो कुरा पसिरहेको छ। म हेरिरहेको छु काँकरबिटाको ओह्रालोबाट तलतिर झर्दै गर्दाखेरि अब भानुटोल र बजार क्षेत्रको सम्बन्ध विच्छेद पो हुने हो कि? राजमार्गका यत्रो अग्लो वाल लागिरहेछ त्यहाँ तलतिरपट्टि, सधैँ आवजावत गर्न सकिने बाटो अब आवजावत गर्न नसकिने बन्दैछ। त्यसको बारेमा यहाँका स्थानीय जनप्रतिनिधिले सोच्नुपर्छ कि पर्दैन? मेरो मस्तिष्कमा पस्छ। त्यस्तै हुँदै होला धुलाबारीको पर्तिरपट्टि निन्दा
करिडोर निन्दा करिडोर भनिन्छ, त्यहाँ निन्दाको पुलको आसपासको क्षेत्र त्यस्तै हुँदैछ। अरू क्षेत्र त्यस्तै हुँदैछन्। माथि आकाशतिर बाटो हुँदैछ, तल कतै आँगनमा मान्छेहरू कमिला जस्तो हुने स्थिति बन्दैछ। विकास यसरी आकाशतिर चुलिने नागरिकको जिन्दगी मुनि मुनि धसिँदै जाने हो भने यो विकासको मोडलमाथि कसले कुरा गर्ने? कसका लागि हुँदैछ यो विकास? चिल्ला गाडी कुदाएर सननननन हिँड्नेहरूका लागि हुँदैछ कि खाली पैदल यात्रा गर्नेहरूका लागि पनि हुँदैछ? यसको मोडलमा अब छलफल गर्ने कि नगर्ने? पैसा त जनताकै पैसा हो नि, जनताकै करबाट आएको, जसको करबाट आएको सम्पत्ति हो, जसको पसिनाबाट आएको कर हो, उसले यसको सहजै उपयोग गर्न पाउने कि नपाउने मेरो दिमागमा यो कुरा पसिरहेको छ। त्यो सँगसँगै मेरो दिमागमा अर्को एउटा कुरा छ कि यतिखेर नयाँ वर्ष सँगसँगै नयाँ सेसन सुरु हुन्छ शिक्षाको। शिक्षकहरू सडक आन्दोलनमा छन् काठमाडौँमा। शिक्षकहरू यो शिक्षा व्यवस्थित हुनु पर्यो भनेर सडक आन्दोलनमा छन्। सरकारी शिक्षा एक खालको छ, निजी शिक्षा एक खालको छ। कस्तो छ त यो सरकारी शिक्षा र निजी शिक्षा भन्ने कुरा अहिले तपाईँ हाम्रा आँखा अगाडि छ। कसलाई कति उत्तरदायी बनाउने भन्ने छलफल शिक्षाको क्षेत्रमा विशाल छलफल हो। कसले गरिदिने, कसरी गरिदिने? म यत्रो ठूलो बहिङ्गम कुरा गर्न खोजिरहेको छैन। मैले सानो कुरा गर्छु। सानो ठाउँबाट कुरा गर्दा सानै कुरा गर्नुपर्छ। यो नयाँ सत्र सुरु भइसकेपछि अहिले स्थानीय सरकारहरू छन्। स्थानीय सरकारहरूले आफ्ना सरकारी क्षेत्रभित्र, आफ्नो पालिकाभित्र शिक्षालाई एकरूपता ल्याउन सक्दैनन्। शिक्षाको क्षेत्रमा सरकारी शिक्षा होस् या निजी शिक्षा होस्, आफ्नो पालिकाभित्र दुईटै एउटै पाठ्यक्रम पढाउनुपर्छ, एउटै युनिफर्म लगाउनुपर्छ, उस्तै शिक्षा बनाउनुपर्छ, गुणस्तर कायम गर्नुपर्छ भनेर यिनले बनाउन सक्दैनन्। यिनलाई त्यो अधिकार छ कि छैन? सुन्दाखेरि हामी सुन्छौं कि मावि तहको शिक्षाको अधिकार चाहिँ स्थानीय तहलाई दिएको छ भनेर। तर त्यहाँ भएको शिक्षा शाखा छ, स्थानीय पालिकाभित्र शिक्षा शाखा छन्, त्यहाँ शिक्षा अधिकारीहरू छन्, जनप्रतिनिधिहरू छन्। यिनीहरूले यो सन्दर्भमा काम गरिरहेका छन् कि छैनन्? पाठ्यपुस्तक स्थानीय नै बनाउनुपर्छ भनेको सुनिन्छ, बनायो अरे भनेको पनि सुनिन्छ, तर छापेको कहीँ छैन, त्यसकारण अभाव छ भनेको पनि सुनिन्छ। एउटै विद्यालयमा पढेको हामी त पुराना पुस्तक पढेर हुर्किएका मान्छे हौं। साथीले 8मा पढ्दाखेरि त्यही पुस्तक पढ्थ्यौं, आफू 7बाट 8मा गएपछि त्यही साथीको पुस्तक थोरै मूल्यमा किनेर अनि पढेर हुर्किएका मान्छे हौं। तर आज निजी विद्यालयहरूले गरिरहेको व्यवस्था हेरौं, यसलाई नियन्त्रण गर्न सकिँदैन। उसले वर्षेनी हरेक पटक प्रत्येक कक्षाको पुस्तक पाठ्यपुस्तक परिवर्तन नै गर्नुपर्ने हो त? एउटै पाठ्यपुस्तक बनाउने र त्यही पाठ्यपुस्तकलाई अर्को कक्षाको अर्को बढेर आएको विद्यार्थीले पढ्न पाउने गरेको वातावरण बनाउन सकिँदैन। यो सन्दर्भमा स्थानीय सरकारले सोच्न या अनुगमन गर्न या नियन्त्रण गर्न सक्दैन। एकै खालका विद्यार्थीहरू, उस्तै युनिफर्मका विद्यार्थीहरू बनाउन सकिँदैन। किन यो क्षेत्रमा काम भइरहेको छैन? मेरो मस्तिष्कमा यो कुरा छ। यस्ता तमाम विषयहरू दिमागमा पस्छन्, तपाईका पनि मस्तिष्कमा पस्छन्, मेरा पनि मस्तिष्कमा पस्छन्। गर्नुपर्ने ठाउँमा भएका मान्छेहरू यो त सम्भवै छैन भनेर उत्तर दिन्छन्। कोही यो सकिँदैन भन्छन्, कोही कानूनले दिँदैन भन्छन्। केले नदिएको हो, केले नसकेको हो? म छक्क पर्छु। यी छक्क पर्ने परिवेशलाई एकासीमा त हामीले बेहोर्यौं, अब 82ले यसलाई चिरोस्, चिरफार गरोस्। शिक्षा सबैलाई उस्तै देखिने गरी, उत्तिकै देखिने गरी र जीवन उपयोगी कामकाजी बनुन्। विकास जसका घर अगाडि आएको उसले सहजै उपयोग गर्न सक्ने गरीको विकास बनोस्। जनप्रतिनिधि जसले जिताएर पठाएका हुन् उनीहरूप्रति उत्तरदायी बनुन्। नागरिक जे प्राप्त भएको छ त्यो प्राप्त भएको कुरालाई उपयोग गरेर थप कुराको अपेक्षा गरून्, नकारात्मक नबनुन्। हामीलाई अहिलेसम्म सिकाएको, 81ले यो अन्तिम दिनसम्म सिकाएको कुरा भनेको के हो भने हामीसँग प्राप्त भएको समयको उपयोग गर्नुपर्छ। भोलिका लागि पर्खेर हुँदैन, आजै ती कामहरू सम्पादन गर्नुपर्छ भन्ने नै हो। सबै त्यो कर्मतिर लागौं, सबैले हातमा भएको समयको उपयोग गरौं र प्रगतिको पथलाई व्यवस्थित गर्दै अग्रसर बनौं। नमस्कार।